हेलो अनि स्वागत छ मेरो युट्युब भिडियोमा। यो भिडियो चाहिँ खास गरी बिगिनर र इन्टरमिडिएट लेभल जो चाहिँ जिम जान थालेको अलमोस्ट 6 मन्थ्सदेखि 1 इयर भइसक्यो अथवा भर्खरै जोइन गरिरहनु भएको छ। आज कुरा गरौँ 4वटा यस्तो कुरा जसले गर्दा चाहिँ मसल बिल्डिङ प्रोसेस र फिटनेसलाई एज अ डेली लाइफस्टाइल कसरी सस्टेनेबल रूपमा लान सकिन्छ है त। नेपालमा अहिले फिटनेसको ट्रेन्ड एकदमै बढिरहेछ, एकदमै राम्रो कुरा पनि हो यो। तर राम्रो ज्यान बनाउने मान्छे र मोटिभेसन मात्रै हुने मान्छेमा फरक हुन्छ। त्यो भएर चाहिँ फिटनेस जोइन गर्नु ठुलो कुरा होइन, जोइन गरेर चाहिँ डिसिप्लिन रूपमा फलो गरेर कन्सिस्टेन्सी मेन्टेन गर्नु चाहिँ एकदमै ठुलो कुरा हो। मेरै केसमा पनि मैले जिम जोइन गरेको अलमोस्ट 4 to 5 इयर्स भइसक्यो, तर म कन्सिस्टेन्टली आफ्नो डाइटमा फोकस भएर लागेको चाहिँ 2 वर्ष 3 वर्ष अथवा 2-2.5 वर्ष मात्रै भएको छ। यो टाइम पिरियडमा मैले सिकेको कुरा भनेको चाहिँ मोटिभेसन कहिलेकाहीँ मात्रै आउँछ, कन्सिस्टेन्सी नै यस्तो कुरा हो जसले गर्दाखेरि चाहिँ तपाईँले राम्रो ज्यान बनाउन सक्नुहुन्छ है। म चाहिँ मैले भएको कुराहरू, मैले सिकेको कुराहरू चाहिँ यो 4 देखि 5 मिनटको भिडियोमा सिकाउन गइरहेको छु। तिमीले आफ्नो फिटनेस करियरलाई राम्रो बनाउन सक्छौ, सुरुदेखि नै राम्रो बाटोमा लिएर जान सक्छौ। पहिलो भनेको चाहिँ धेरै महँगो जिमको सट्टामा एकदमै आफूले सस्टेनेबल हुने खालको जति पनि आफूलाई मनपर्ने इक्विपमेन्ट छ त्यो इक्विपमेन्ट हेरेर महँगो जिम भन्दा पनि आफूलाई सस्टेनेबल हुने खालको आफ्नो बजेटले भ्याउने खालको जिम रोज्ने। अहिले नेपालमा प्राय जिमहरू 2000 देखि 2500-3000 सम्मको रेन्जको हुन्छ म्याक्सिमम है। अब टप क्लास जिमहरू चाहिँ 5000-6000 पनि होला मन्थली। तर आफूलाई आफ्नो बजेटले जस्तो भ्याउँछ सकेसम्म सस्तो जिम रोज्ने। एउटा फ्याक्टर चाहिँ के हुनु पर्यो भन्दाखेरि तिम्रो घरबाट त्यो जिम नजिकै होस्, साथीभाइहरूसँग लागेर अलिक टाढाको जिम जाम बरु राम्रो जाम भन्ने त्यो आइडिया राम्रो होइन है। किनभने तिमी 1 महिना जालौ, 2 महिना जालौ, 3 महिनापछि तिमीलाई आफै अल्छी लाग्न थाल्छ क्या टाढाको जिम जानलाई। घर नजिकैको जिम भयो भने चाहिँ तिमी जान पनि रुचाउँछौ र डेली सो अफ हुनलाई पनि एकदमै नै सजिलो हुन्छ, मोटिभेसन पनि हुन्छ अनि जान पनि मन लाग्छ के। दोस्रो कुरा भनेको चाहिँ डाइटमा चाहिँ डाइटलाई लिएर चाहिँ म धेरै क्वेसन्सहरू पाइरहेको हुन्छु। डाइटलाई कसरी मेन्टेन गर्ने, हामीसँग पैसा नै हुँदैन खानलाई भन्ने कुराहरू धेरै नै आइरहेको हुन्छ। तर डाइट मेन्टेन गर्न एकदमै सिम्पल छ। यसमा चाहिँ छ राइस, यसमा दाल बनाएको छु, यहाँनिर चाहिँ साग बन्दैछ, साग अलमोस्ट रेडी भइसक्यो। पालुङ्गोको साग, स्पिनाच एकदमै राम्रो, यो साग पनि रेडी भयो। यो चाहिँ घरमै बन्ने रेगुलर खाना है। घरमै बन्ने रेगुलर खानामा अब मैले के मात्रै एड गर्न खोजिरहेको छु भने यहाँनिर 4टा अन्डा मात्रै, 3टा अलरेडी फुटाइसकेको छु। यो 4टा अन्डा टक्क फुटाउने, यसमा थोरै सल्ट हाल्ने, थोरै आफूलाई मनपर्ने मसला हाल्ने अथवा अरू जे पनि हाले हुन्छ, टक्क खोल्ने। त्यस पछाडि यो हालिदिने, 5 मिनटमा बनेर रेडी भइहाल्छ। अम्लेट यत्तिको बनेर रेडी भइसक्यो। म चाहिँ जहिले यत्तिकै ठिकै रातो रातो बनाएकै मनपर्छ। राइस टक्कसँगले, राइस अघि बनाएको अन्डा। ल यो चाहिँ मेरो कम्प्लिट मिल। 4वटा होल एग, 300 ग्राम जति राइस अनि पालुङ्गोको साग, 1 कचौरा दाल। घरमा जे बन्छ त्यही, त्यसमा थोरै नै आफूले प्रोटिन रिच कुराहरू एड गर्ने। इट्स द्याट सिम्पल है। जहिले अब बडी बिल्डरहरू, फिटनेस इन्फ्लुएन्सरहरूको जस्तो देखेर खान सकिँदैन, सस्टेन गर्नु पर्यो। आफूसँग जे छ त्यसमै मिलाएर चाहिँ गऱ्यो भने एकदमै बेस्ट हुन्छ। यो मिलबाट मलाई लगभग 25 to 30 ग्राम जति प्रोटिन आउँछ। मैले पनि कुनै मिल खाइरहेको छु भने म त्यसमा घरमै बनेको कुराहरूमा थोरै अन्डाहरू एड गर्न खोज्छु। जस्तै अघि भर्खरै मैले लन्च गरेँ होइन, त्यो लन्चमा पनि दाल भात साग बनेको थियो, त्यसमा मैले 4वटा अन्डा एड गरेँ र त्यो मिलबाट मलाई लगभग 25 देखि 30 ग्राम जति प्रोटिन पुग्यो। अब एकछिनपछि म गेडागुडी खान्छु, त्यसमा थोरै सोयाबिन हाल्छु। त्यो मिलबाट गेडागुडी, सोयाबिन र दही खान्छु, त्यो मिलबाट पनि मलाई 30 देखि 25 ग्राम जति प्रोटिन आउँछ। अनि प्रि वर्कआउटमा पिनट बटर ब्रेड र कफी खाएर जान्छु, त्यो मिलबाट 15 देखि 20 ग्राम जति प्रोटिन हुन्छ। र राति चिकन र राइस खान्छु, त्यति हो। मेरो बडीलाई जम्मा रिक्वायर्ड भनेको 120 देखि 140 ग्राम जति प्रोटिन हो। म अहिले खाइरहेको भनेको चाहिँ 140 ग्राम जति अराउन्ड खाइरहेको छु होइन। एकदमै अब क्यालकुलेटिभ वेमा पनि खानु पर्दैन, बडी बिल्डर होइन हामी, अलिकति अन्दाजीको भरमा खाइयो भने पनि हुन्छ। तर जिम चाहिँ रेगुलरली चाहिँ जानु पर्यो क्या। कुनै पनि वर्कआउट प्लान अथवा डाइट प्लान फलो गरिरहेछ भने त्यो वर्कआउट र डाइट प्लान चाहिँ 3 महिना जति चाहिँ मिनिमम फलो गर्नु पर्यो। मैले सिकेको चाहिँ है, हरेक हप्ता चेन्ज गर्नुभन्दा, हरेक दिन चेन्ज गर्नुभन्दा त्यसले कहाँनिर आफू प्रोग्रेस गरिरहेको छ त्यो ट्र्याक गर्न नै गाह्रो हुन्छ क्या। त्यो भएर चाहिँ
डाइट र वर्कआउट प्लान चाहिँ मिनिमम पनि 3 महिना जति चाहिँ फलो गर्नु पर्यो। घरकै खानामा स्टिक हुनु पर्यो क्या हामी। घरकै खानालाई चाहिँ प्राथमिकतामा राख्नु पर्यो। बिहानको खाना हुन्छ, बेलुकाको खाना हुन्छ र दिनको 2टा एक्स्ट्रा मिल थप्नु पर्यो क्या आफूले। र बिहानको खाना र बेलुकाको खानामा थोरै प्रोटिन रिच कुराहरू एड गरिदिए त भइहाल्यो। बिहान चाहिँ अन्डालाई इन्क्लुड गर्ने, नन भेज हो भने, भेज हो भने पनिर सनिर खाने, अथवा दिनमा चाहिँ 4टा मिल चाहिँ खानै पर्यो। 4टा मिल खानु पर्यो। बिहानको ब्रेकफास्ट राम्रो हुनु पर्यो र हरेक मिलमा 30 to 40 ग्राम जति प्रोटिनलाई टार्गेट गर्ने। दिनको राम्रो प्रोटिन, आफ्नो प्रोटिन रिक्वायरमेन्ट पुरा भइहाल्छ। इभिनिङमा वर्कआउट गरिरहेछौ, जिम जानुभन्दा अगाडिको 3टा मिल राम्रो भयो भने तिम्रो वर्कआउट यस्तो राम्रो जान्छ कि मजाको जान्छ कि। त्यो भएर चाहिँ कार्ब्सलाई पनि पहिले प्राथमिकतामा राख्ने। अनि दुब्लो पातलो छौ भने सुरुमा लिन बल्क गर्न ट्राई गर्ने। 500 देखि 700 क्यालोरी सरप्लसमा जाने। बल्की हुनु पर्दैन, 500 to 700 क्यालोरी सरप्लसमा गयो भने बेस्ट हुन्छ। होल फुडलाई प्रायोरिटी दिने। होल फुड भन्नाले अन्डाको योग नफाल्ने, रानी सहितको अन्डा खाने, अनि गेडागुडीहरू खाने, पनिर खाने, मासु खाने, चिकन खाने, अनि माछाहरू खाने, अनि घरमा मम्मीले जे बनाउनुहुन्छ त्यो सबै कुरा खाने। बस त्यसमा थोरै अन्डा र चिकनहरू, मासुहरू चाहिँ एड गर्ने। अनि रातिको खाना चाहिँ सकेसम्म आफू सुत्नुभन्दा 3 घन्टा अगाडि नै खाइसक्ने। यसले चाहिँ तिम्रो स्लिपमा एकदमै राम्रो इम्प्याक्ट पार्नेवाला छ र डाइजेसन पनि राम्रो हुन्छ र रिकभरी पनि राम्रो हुन्छ। र थर्ड कुरा भनेको चाहिँ जिममा गएर हरेक थरीको एक्सर्साइज गर्नुभन्दा पनि आफूलाई मनपर्ने र आफ्नो बडीलाई सुट हुने, आफूलाई बेस्ट माइन्ड मसल कनेक्सन फिल हुने खालको हरेक मसल पार्टको लागि 2टादेखि 3टा एक्सर्साइज चुज गर्ने र त्यो एक्सर्साइजलाई नै मास्टर गर्न जाँदै क्या। ओभर द पिरियड अफ टाइम तिमीले त्यो एक्सर्साइजलाई मास्टर गर्दै गयौ, त्यसको फर्म र टेक्निक सिक्दै गयौ, हरेक हप्ता वेट इन्क्रिज गर्दै गयौ, प्रोग्रेसिभली ओभरलोड गर्दै गयौ भने तिम्रो प्रोग्रेस आफै राम्रो हुन्छ के। मैले भएको चाहिँ एउटा कुरा के हो भन्दाखेरि तिमी कुनै पनि एक्सर्साइजमा राम्रो स्ट्रेन्थ बिल्ड गर्दै गइरहेछौ भने अल्टिमेटली तिम्रो मसल पनि बिल्ड भएर गइरहेको हुन्छ के। तिम्रो स्ट्रेन्थ बिल्डअप भइरहेछ भने सम्झिनु कि तिम्रो मसल पनि बिल्ड भइरहेछ। ओभर द पिरियड अफ टाइम तिम्रो हरेक हप्ता अलिकति भए पनि वेट इन्क्रिज गर्न सकिरहेको छैनौ भने बुझ्नु तिम्रो डाइटमा अलिकति चेन्जेस ल्याउन जरुरी छ है। त्यो भएर चाहिँ हरेक एक्सर्साइज गर्दाखेरि प्रोग्रेसिभली ओभरलोड गर्न ट्राई गर्ने। 6 देखि 8 रेप्स इज द बेस्ट रेफरेन्स। त्यो रेफरेन्स बिचमा काम गर्ने र हरेक एक्सर्साइज 2 सेट भन्दा नगर्ने, 2टा वर्किङ सेट भन्दा नगर्ने, र एउटा मसल पार्टको लागि जम्मा 3टा एक्सर्साइज मात्रै गर्ने, म्याक्सिमम 2टा अथवा 3टा। फोर्थ अनि फाइनल कुरा भनेको चाहिँ के हो भन्दाखेरि स्लिपलाई चाहिँ प्रायोरिटीमा राख्नु पर्यो। न चाहिँ एकदमै नै जरुरी छ। जिम गएर राम्रो खाएर तिम्रो स्लिप राम्रो भएन भने हर्मोनल इम्ब्यालेन्सेसहरू हुन्छ, रिकभरी राम्रो हुँदैन, मसल बिल्डिङ प्रोसेसमा नै ह्याम्पर पुऱ्याउँछ क्या। त्यही भएर चाहिँ ओभरअल ब्रेनको फङ्सनदेखि लिएर स्किनमा राम्रो इफेक्ट ल्याउनुदेखि लिएर सबैको रोल भनेको चाहिँ स्लिपमा राम्रो हुन्छ। त्यही भएर सुत्न चाहिँ एकदमै नै जरुरी छ है त। ल आजले यति नै। स्पेसल्ली केटाहरू हो भने चाहिँ मैले भएको कुरा, मैले सिकेको कुराहरू चाहिँ यो च्यानल मार्फत एकदमै मजाले डिटेलमा सेयर गर्ने गर्छु। सब्सक्राइब गर्न चाहिँ नबिर्स है त। See you guys in the next video.